रूपन्देहीमा मौलाउँदै गुण्डाराज, मौलाउँदैछ अपराधी गिरोह ग्रुप 46। दिन दहाडै गर्दछन् अपहरण, ओडा अध्यक्षले नै संरक्षण गर्ने गरेको आरोप। रफिक वडा अध्यक्ष भन्नाले वडा अध्यक्ष हजुर वडा अध्यक्ष हुनुहुन्छ यहाँ। निर्वाचित वडा अध्यक्ष हजुर वडा अध्यक्ष जी कुन हुनुहुन्छ। गाउँपालिकाको हुनुहुन्छ? ए मायादेवी गाउँपालिकाको हुनुहुन्छ कति उहाँ। नम्बर वडाको हुनुहुन्छ? मायादेवी 3 नम्बरको हुनुहुन्छ। उहाँको नाम के हो? उहाँको नाम हो मोहम्मद रफिक। उहाँले के गर्नुहुन्छ? उहाँले के गर्नुहुन्छ जस्तो कि त्यही केटाहरूसित, त्यही जुन 46 को केटाहरू छन् त्यही केटाहरूसित लागु वफतको काम गराउनुहुन्छ। उहाँहरूले यदि छोपेर आउनु भयो पनि, 1-2 जना बहुचोटि छोपेर आउनु भएको छ। उहाँहरूको एकदम फुल सपोर्ट छ। पैसाको कुरा हो, जेको कुरा हो, उहाँले एकदम मतलब आफ्नो मन तनले लाग्नुहुन्छ उहाँहरू। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको मूल सडकमै घिसार्दै कुटपिट गर्दासम्म पनि किन बोल्दैनन् कोही? हिन्दी फिल्म शैलीमै अपहरण पश्चात दिन्छन् यातना। प्रहरी अपराधी खोज्दै, अपराधी जनप्रतिनिधिकै संरक्षणमा। रूपन्देहीको कोटहीमाई गाउँपालिका र मायादेवी गाउँपालिकामा यति बेला 07 ग्रुप र 46 ग्रुपको बिगबिगी बढेको छ। यिनै दुई ग्रुप बीच बेला बेलामा ग्याङ फाइट भएको सुनिएकै थियो। यस्तै भयो 2082 ज्येष्ठ 10 गते दिउँसो 4 बजे 07 ग्रुपका इन्द्रकेश यादव भैरवबाट आफ्नै घर कोटहीमाई 3 मर्चवार जाँदै गर्दा ग्रुप 46 का केही युवाहरू उनलाई गौतम बुद्ध विमानस्थल नजिकै रहेको रामदा होटल नजिकै ढुकेर बसेका थिए। इन्द्रकेश यादव आउने बित्तिकै ढुकेर बसेका केही युवाहरूले अपहरण शैलीमा लछार पछार गर्दै मोटरसाइकलमा बसाल्न खोज्छन्, तर इन्द्रकेश यादवले बल प्रयोग गर्दा उनी मोटरसाइकलमै घिसारिन्छन्, घाइते हुन्छन्। मोटरसाइकल चलाउने बेथरीका राजेन्द्र साहनी हुन् भने मोटरसाइकलमा लतार्ने मेथवारका विनोद यादव हुन्। उनीहरू यत्तिकैमा रोकिँदैनन्। उनीहरूले घाइते इन्द्रकेश यादवलाई अपहरण गर्छन् र नजिकैको जंगलमा लगेर यातना दिन्छन्। यातना दिने क्रममा अपहरण गर्ने युवाहरूले अन्यत्र लैजाउँ र यातना दिउँ, यहाँ मान्छेको ओहोर दोहोर हुन लाग्यो भन्छन्। सो कुरा इन्द्रकेश यादवले सुन्छन् र भन्छन्, तिनीहरूले मलाई अपहरण गरेको सबै गतिविधि गौतम बुद्ध विमानस्थलको सीसी क्यामेरामा कैद छ। पछि अपहरणकारीले त्यही छोडेर भाग्छन् घाइते इन्द्रकेश यादवलाई। इन्द्रकेश यादव प्रहरीमा पुग्छन् र अस्पताल भर्ना हुन्छन्। 46 ग्रुपका 1 जना व्यक्ति पक्राउ परी प्रहरी हिरासतमा छन् भने 9 जना फरार छन्। पक्राउ पर्नेमा मायादेवी गाउँपालिका बेथरीका अभिषेक पासी छन् भने फरार रहेका बेथरीकै अभिषेक यादव, मेथवारका विनोद यादव, बेथरीका राहुल यादव, शुद्धोधनका देवेन्द्र कुर्मी, सूर्यपुराका मन्जे कुर्मी, सूर्यपुराकै साजन शर्मा, सूर्यपुराकै सुरेन्द्र पासवान, बेथरीका राजेन्द्र साहनी छन् भने मेथवारका परबिन यादव पक्राउ पश्चात छुटेका छन्। उनीहरू सबै विरुद्ध अपहरण र ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेको छ। यतिसम्म कि अपहरण पश्चात यातना दिँदै गरेको भिडियो आरोपित साजन शर्माले आफ्नै फेसबुक एकाउन्टबाट पोस्ट गरेका छन्। पीडित भन्छन् आरोपितलाई संरक्षण गर्ने जनप्रतिनिधि हुन्। मेरो नाम इन्द्रकेश यादव हो। यो घटना कहिले भयो, कुन मितिमा र कसरी भएको? आइतबारको दिन 10 गते म भैरवमा आथे आफ्नो कामले। यताबाट मैले घर फर्कने बेलामा लगभग मानम 4 बजेर 4:30 मानम, त्यसको बिचमा मलाई एक्लै यता एयरपोर्टनिर एउटा रामदा होटल भन्ने छ, त्यो होटलनिर रोक्नु भयो। लगभग 10-12 जना केटा आएर रोक्नु भयो। मलाई बाइकमा बसाल्न खोज्नु भयो। सर आफ्नो ज्यान बचाउनलाई मैले बाइकमा बसेन, केहीले लागेर कुट्छन् भनेर मैले बाइकमा बसेन। अनि यस्तो मेरो टी सर्ट छोपेर, हात छोपेर बाइकमा
एयरपोर्टको मेन गेटसम्म लतार्दै मलाई लाग्नु भयो। भिडियोमा जुन मोटरसाइकलमा लतार्दै गरेको देखिन्छ त्यो रमदा होटलदेखि एयरपोर्टसम्मको घटना हो त्यो। हजुर हजुर कति हजुर, बजे लगभग कति बजेको थियो? त्यही 4 बजेतिरको घटना हो त्यो। त्यहाँसम्म लतार्दै लाग्नु भयो अनि यति घाउ फाउ आइसकेपछि मेरो हात 81 एयरपोर्टको गेटनिर छुट्यो अनि मैले त्यसपछि पनि उठेर भाग्न खोजेँ। त्यसपछि यो टाउकोमा चोट लागेको, हजुर घिसारिएर चोट लागेको? नै घिसारिएर त पुरा बाडीमा चोट लागेको। यहाँ बाइकमा बसाल्ने बेलैमा मैले नबसेर बेलामा यही अरू कङ्गनले हान्नु भएको थियो। यो हातमा लगाउने कडाले मेरो टाउको यहाँ फुट्यो। कतिवटा टाँका लागेको छ टाउकोमा? 21वटा टाँका लाग्यो मेरो टाउकोमा। तपाईँ 07 ग्रुपको पनि सदस्य हो? हजुर, यो सब लगभग 3 वर्ष पहिला थियो। यताउतिको लफडा चलिरहेको थियो केटाहरूको। तर यो तपाईँलाई कुट्ने केटाहरू कुन ग्रुप? 46 ग्रुपको। 046 ग्रुपको? नाइ 46 मात्रै 46 ग्रुप। हजुर। त यो लगभग 3 वर्ष पहिला यताउतिको लफडा चलिरहेको थियो। तर सर बिचमा एकदम मानम कि कसैले केही भनिरहेको थिएन। सब एकदम शान्त थिए। सब आफ्नो आफ्नो काममा लागिरहेको थियो। कोही विदेश गयो, त्यही मध्ये कसैले विदेश गयो, कसै आफ्नो घरैमा बसेछन्, कोही यतै काम गरिरहन्। कसैले केही भनिरहेको थिएन। तर अब यहाँहरूको मनमा के विचार आयो, के यहाँहरूले सोच्नुभयो? 81 मालाई अब यस्तो आगलाई पाएर अनि बाइकमा लागेर त्यहाँ पहिला हान्नु भयो यहाँ, अनि बाइकमा एयरपोर्टसम्म लतार्नु भयो। त्यसपछि बाइकमा हालेर अब बिचको बाटोमालाई कि क्यामेरामा नआओस् भनेर यस्तो बिच खोलाको बाटोमालाई लिएर कहाँ पुऱ्यायो उनीहरूले? गैडावा ताल भन्ने एउटा जङ्गल छ, त्यहाँ जङ्गलमा लागेर मलाई बेसरी कुट्नु भयो। जे पाए त्यहीले हेलमेटको सिसा फुटालेर अरू जे पाए त्यहीबाट हान्नु भयो। एकदम बेसरी हान्नु भयो। एकदम मरेको भएर मार्नै पलान एकदम गरेर मैले मेरो मुखले यति निक्रो कि एयरपोर्टतिर क्यामेरा तिमीहरू त्यसमा आएका होला भनेको। एयरपोर्टमा क्यामेरा छ, तिमीहरू क्यामेरामा देखिन्छ, यदि मलाई मार्यो भने क्यामेरामा देखिन्छौ भनेपछि उनीहरूले छोडे? हजुर। त अनि त्यसपछि उनीहरू डरे कि हामी क्यामेरामा आछौँ रे बच्छौँ भनेर अनि उनीहरू ल्याएर यता गुन्डी खोला छ, यही खोलाको तल मलाई छोडेर अनि त्यहीबाट मेरो मोबाइल मेरो साइडमा फालेर अनि भागेँ। अनि त्यसपछि मैले आफ्नो एउटा साथीलाई फोन गरेँ, बाबु यस्तो अवस्थामा मलाई छोडेर गएन, बाबु यस्तो आएर मलाई लिएर जानु पर्यो। अनि त्यो भाइ लिएर आयो अनि मलाई औषधि उपचार गराउन थाल्यो। प्रहरीमा अहिले कतिजना मान्छे समातिएका छन्? प्रहरीमा सर 2 जना मान्छे समातिएका थिए। पहिला एकजना अभिषेक पासी भन्ने समातियो, त्यसको नाम जारीमा थियो। अनि अरू जस्तै के अब त्यहाँ धेरै पब्लिक भएको कारणले सब केटाहरूको नाम मलाई थाहा थिएन। कसको नाम थाहा छ तपाईँलाई? नाम बताउनुहोस् त, कसको थाहा छ? मलाई नाम थाहा छ सर, अभिषेक यादव, अभिषेक पासी, अनि रजिन्दर साहनी, विनोद यादव, साजन शर्मा, मन्जे कुर्मी, अनि सुरेन्द्र पासवान, राहुल यादव, देवेन्द्र कुर्मी, यहाँहरूको नाम मलाई राम्ररी थाहा। परवीन यादव पनि? परवीन यादव, यहाँहरूको नाम मलाई। परवीन यादव पक्राउ पनि परेका हुन्? परवीन यादव पक्राउ पनि परेका हुन्। उहाँलाई मैले नि फोन गरेर बिथोरी त्यहाँ सही साहबले भनेको परवीन यादव फल्ना ठाउँमा छ सर, त्यहाँको सही साहबले उहाँको गल्ती दिन्नमा, किनकि उहाँले 8 मिनटभित्र गएर छोपेर लाउनु भयो। मलाई खबर पनि गर्नुभयो, बाबु यो मान्छे छोपिसकेछु, म जिल्ला पुर्याइदिन्छु। जिल्ला पुर्याउनु भयो उहाँले लाएर। अनि परवीनको घरको गार्जियनले मेरो बुवा कहाँ फोन गर्नुभयो कि तपाईँ 50,000 राख्नु, मेरो केटोलाई छोडाइदिनु रे, मेरो केटो विदेश जान्छ। अनि मेरो बुवाले भन्नुभयो कि तपाईँ भन्नु अब तपाईँकै केटाको त्यस्तो अवस्था कसैले गरोस् अनि तपाईँ पैसामा मान्नुहुन्छ? मलाई पैसा चाहिएन रे, मलाई मेरो छोरोको यस्तो अवस्था बनान, मलाई राम्रो कारवाही चाहियो ताकि भोलिको दिनमा कुनै मान्छेलाई कुनै केटाहरूलाई यस्तो कोही नगरोस् भनेर मलाई राम्रो कारवाही चाहियो। जे नियम कानुनमा छ त्यस्तो कारवाही मलाई चाहियो, राम्रो एकदम जस्तो कारवाही। तपाईँहरूले पनि त 07 ग्रुपले पनि 46 ग्रुपका केटाहरूलाई कुट्नु भएको थियो नि कुनै बेला, होइन? हजुर, त्यो सब कुरा लगभग 3 वर्ष भइसक्यो। उहाँहरूले फर्स्ट चोटि कुट्नु भयो अनि त्यसपछि उहाँहरूले पनि एकचोटि भेट्नु भयो अनि अलिकता भयो। लगभग 3 वर्ष पहिला मानम यो सब कुरा एकदम सकिसकेको थियो। जिल्लामा पनि यो सब कुरा आयो, मुद्दा सुद्दाको कुरामा भयो। तर उहाँहरूले निवेदन जारी लिएर मुद्दामा आउनु भएको थियो, यहाँ जिल्लामा आउनुभयो। तर मुद्दा चलेन किनकि सर त्यस्तो उहाँहरूले हामीले हाने थिएन। बस त्यति बेलाको हानाई, त्यति बेलाको कुटाई र पिटाई अलि सानो थियो, एकदम अहिले तपाईँप्रति ठुलो भयो, यति हो नि। तपाईँहरूको कारणले तपाईँले पीडित हुनुहुन्छ, तपाईँलाई पीडा छ, तपाईँको टाउको फुटेको छ, तपाईँलाई पीडा छ, दुखेको छ। तर पनि तपाईँहरूको कारणले, तपाईँहरूको 07 ग्रुपको कारणले, 46 ग्रुपको कारणले, अर्को BBM ग्रुप भन्दछ होइन, यसरी ग्रुप बनाएर तपाईँहरू ग्याङ फाइट गर्दै गर्दा यहाँ सुरक्षाका लागि खटिएको प्रहरी प्रेसरमा आउँछ,
प्रहरी अनावश्यक रूपमा अगाडि तपाईँहरूकोतिर जानुपर्छ अन्यत्र शान्ति सुरक्षा गर्नुपर्ने अवस्थालाई तपाईँहरूले त तपाईँहरूको ग्रुप 46 ग्रुप र अन्य ग्रुपहरूले त यहाँको शान्ति सुव्यवस्था त खलबलाइदिनु भयो तपाईँहरूको नि त दोष त छ नि होइन हजुर त्यो त हो सर तर अब यो सब कुरा सकिसके थियो त यसो उहाँहरूलाई पनि सोच्नु पर्छ जे भयो त्यो भयो अब जब 3-3 वर्ष पछि अब यस्तो फेरि त्यो कुराहरू उभार्ने मान्छेलाई पिट्ने आज उहाँहरूले मलाई पिट्नु भयो ल ठिकै छ भोलि तपाईँ पिट्नुहुन्छ तिनीहरूलाई फेरि होइन सर यदि मलाई उहाँहरू पिट्नै हुन्थ्यो भने त मैले प्रहरीको किन सहायता लिन्थेँ मैले त्यही भएर प्रहरीको सहायता लिएँ कि आज मैले उनीहरूले मलाई हाल्नु भएको छ मैले फेरि हान्छु फेरि उहाँहरूले हाल्नुहुन्छ यस्तो नहोस् भोलिको दिनमा त्यही भएर मैले यो पालि प्रहरी फरहरूको सहायता लिएछु कि यहाँ अब के कारवाही गर्नुहुन्छ यहाँहरूको माथि छोडिदिएछु यहाँहरूले कारवाही गर्नुहुन्छ अब यस्तो त कुनै मान्छेलाई बाटोबाट लागेर अपहरण गरेर उता ज्यान मार्ने त भएन सर त मेरो राय यही छ अब मैले सरहरूमाथि त्यस्तो अब जिम्मेवारी लगाइदिएछु अब नियम कानुनले के गर्नुपर्छ सरहरूमाथि छोडिदिएछु उहाँहरूले गर्नुहोस् तपाईँलाई नै कुटपिट गर्ने व्यक्तिले आफ्नै फेसबुकमा तपाईँलाई कुटपिट गर्दै गरेको अवस्थाको भिडियोहरू पोस्ट गरेका छन् हजुर साजन शर्मा भन्ने आफ्नै फेसबुकबाट आफ्नो रियल फेसबुक आइडीबाट मेरो भिडियो लगाउनु भएको छ स्टोरी लगाउनु भएको छ भनेर त्यसमा बकाइदा लेखेर के लेखेर कि हानेर भैरवाबाट उठाछौँ अहिले यो पालि तेरो घरबाट उठाउँछौँ यो सब लेखेर राम्री त्यसमा भिडियो छ मसित त्यो भिडियो पनि पोस्ट गर्नुभयो तपाईँले एउटा बाहिर अब आज तपाईँ त पीडित हुनुहुन्छ कुटाइ पनि खानुभयो तपाईँ कुटाइ खानुको मूल कारण तपाईँहरूको ग्रुपको हो होइन हिजोका ग्रुप बिचको यो दुश्मनी हो नि होइन अब तपाईँ यो 07 ग्रुप छोड्नुहुन्छ सर यो सब मैले बहुत पहिला छोडिसकेँ सर किनकि यो मैले मात्रै होइन सर सब केटाहरू छोडिसके छन् यो ग्रुप सुरु मानौँ कि बहुत दिन पहिल्यै खत्म भइसक्यो भिडियो मार्फत प्रहरीलाई भनिदिनुहोस् म प्रहरीलाई सहयोग गर्छु 07 ग्रुप छोडिसक्यौँ 07 ग्रुप जस्ता ग्रुपहरू अब हामी अँगाल्दैनौँ हामी एउटा साधारण जीवन जिउँछौँ र प्रहरीलाई चाहिँ दबाव र प्रेसरमा राख्दैनौँ समाजमा हल्ला अशान्ति फैलाउँदैनौँ र मैले चाहिँ न्याय पाउनुपर्छ यो भिडियो मार्फत समग्र नेपालीहरू नागरिक र प्रहरीलाई चाहिँ अलिकति बताइदिनुहोस् मेरो प्रहरीहरू सरहरूसित यही एउटा अनुरोध छ मैले बहुत दिन पहिला यो जुन ग्रुप थियो बहुत दिन पहिला छोडिसकेँ किनकि घरको मान्छे पनिहरू सम्झाउनु भयो बाबु एक दिन तिमीहरूलाई यो सब गाह्रो पर्ला कति दिनसम्म तिमीहरू यो सब गर्छौ झै झगडा लडाइँ गरेर केही फाइदा छैन त्यही सबै सोचेर मैले पनि एउटा आफ्नो घरको अग्लो जिम्मेवार व्यक्ति हो सर यो सब कामधाम छोडेर एकदम मैले आफ्नो कामधाममा लागेर राम्रै आफ्नो एउटा फ्यामिली सर चलाइरहेको थिएँ मैले घरको आफ्नो ठुलो छोरामै हो आफ्नो बुवाको ठुलो छोरामै हो त्यही भएर यो सब दुनियादारी छोडेर आफ्नो मस्त काममा लागेको थिएँ सर विदेश जाने टाइम भइसकेको थियो मेरो पासपोर्ट बनाइरहेको थिएँ कि विदेश गएर बस्छु यो सब मतलब मानव कि ग्रुप सुरुपसित मेरो केही मतलबै थिएन सर त्यस्तो केही प्रहरी सरहरूले पनि मेरो केही आवश्यकता पर्ने हो भने त्यस्तो पनि मैले सहयोग गर्न सक्छु तर अब मेरो भनेको यही हो कुरा सर यदि मलाई त्यस्तोबाट केही झै झगडाबाट मतलबै हुन्थ्यो भने त सर मैले पनि गएर उनीहरूलाई हान्न सक्थेँ तपाईँहरूको 07 ग्रुपको अध्यक्ष को अध्यक्ष त्यसमा कोही थिएन सर यस्तो हामीले चलाउँथ्यो कुनै नेताले चलाउँथ्यो नाइ नेताहरू कोही थिएनन् सर बस मानौँ कि यस्तो एउटा जस्तो कि कुनै चिजको एउटा लहर हुन्छ बिचमा जस्तो कि अब हाम्रो चुनाव पर्यो होइन त कुनै नेताको एउटा जात थोरै धेरै लहर हुन्छ कसैको थोरै लहर हुन्छ यस्तै कि मानौँ एउटा लहर बिचमा आएको थियो सर कसैले यताको केटा 07 भनिरहेको थियो उताको 46 भनिरहेको थिएँ त्यस्तै मानौँ कि एउटा लहर जस्तै 46 लाई तपाईँको 7 ग्रुपमा कोही पनि थिएन भन्नुभयो 46 मा कसै नेतृत्वकर्ता या अध्यक्ष भनेर कोही हुनुहुन्छ त्यस्तो हजुर सर 46 को एउटा भन्नाले एकजना छन् मेन उहाँलाई मान्नुहुन्छ केटाहरूले मन्जी कुर्मी भन्ने उहाँहरूले केटाहरूलाई मतलब मानौँ कि एउटा लिडरै हुन् मन्जेश कुर्मी हजुर अनि एकजना हुनुहुन्छ यता बेथुरीतिरको रफिक वडा अध्यक्ष भन्नाले वडा अध्यक्ष हजुर वडा अध्यक्ष हुनुहुन्छ यहाँ निर्वाचित वडा अध्यक्ष हजुर वडा अध्यक्षजी गाउँपालिकाको हुनुहुन्छ ए मायादेवी गाउँपालिकाको हुनुहुन्छ उहाँ कति नम्बर वडाको मायादेवी 3 नम्बरको हुनुहुन्छ उहाँको नाम के हो उहाँको नाम हो मोहम्मद रफिक उहाँले के गर्नुहुन्छ उहाँले के गर्नुहुन्छ जस्तो कि त्यही केटाहरूसित त्यही जुन 46 को केटाहरू छन् त्यही केटाहरूसित लागु वफतको काम गराउनुहुन्छ उहाँहरूले यदि छोपेर आउनु भयो भने 1-2 जना बहुचोटि छोपेर आउनु भएछ उहाँहरूको एकदम फुल सपोर्ट छ पैसाको कुरा हो जेको कुरा हो उहाँले एकदम मतलब आफ्नो मन तनले लाग्नुहुन्छ उहाँहरूले तपाईले यो पिटाइ खाएको आवेगमा एकजना जनप्रतिनिधिलाई आरोप लगाउँदै त हुनुहुन्न
होइन सर, मैले यस्तो आरोप लगाएका होइन। तपाईँ यस्तो अरू मान्छेसित पनि यताउति यदि तपाईँ मतलब यो कुराको जानकारी लिन चाहनुहुन्छ भने लिन सक्नुहुन्छ। तपाईँ यो भनेको वडा नम्बर 3 मायादेवी गाउँपालिका वडा नम्बर 3 का अध्यक्ष रफिक खान चाहिँ त्यस्तो काम गर्छन्, उनले 46 ग्रुपलाई चलाउँछन्। हजुर सर, उहाँ एकदम फुल सपोर्ट गर्छन्। उहाँहरूलाई के आवश्यकता छ उहाँ हेर्छन्, सिधै भन्छन् तिमीहरूले जे पनि गर्छौ बचाउने मेरो जिम्मेवारी हो भनेको तपाईँले अहिले आरोप लगाउनु भयो नि, जुन लागु औषधको काम पनि गराउँछन्, लागु औषधको काम 46 ग्रुपका केटाहरूलाई लगाएर तिमीहरू फस्यौ भने म निकालिदिन्छु, लागु औषध ओसार पसार गर भनेर त्यहाँ हुने युवाहरूलाई परिचालन चाहिँ वडा अध्यक्ष रफिक खानले गर्छन्। हजुर सर, यो पक्का हो? पक्का हो सर, यो ढुक्कै हो, एकदम कन्फर्म। तपाईँले अहिले आवेगमा बोल्दै हुनुहुन्न। होइन सर, तपाईँले प्रमाणित चाहिँ कसरी गर्नुहुन्छ? यो विषय प्रमाणित गर्नु पर्यो भने कसरी गर्न सक्नुहुन्छ? यो विषय प्रमाणित गर्नलाई सर यो त हाम्रो जिपर्कामा पनि सायद उहाँको यो सब सिलसिलामा अलिकता नाम आछ। बिचमा उहाँले जिपर्कामा पनि आउनु भएको थिएन, बिचमा कुनै काम पर उहाँले आउनु भएन जिपर्कामा पनि, किनकि भने सायद अब कन्फर्म भन्न सक्दैन मैले। तर मैले यति पनि सुने कि उहाँको जिपर्कामा पनि यो विषयमा नाम उहाँको आइसकेको थियो, उहाँले जिपर्कामा आउनु पनि छोड्नु भएको थियो। के भन्न चाहनुहुन्छ अन्तिममा ती तपाईँमाथि आक्रमण गर्ने व्यक्तिहरूलाई र राज्यले कसरी के कारबाही गरोस्, कानुन सम्मत कारबाही गरोस् र आफू सुध्रिनका लागि आफूले त्यो ग्रुप छोडे भनिसक्नुभयो। फेरि पनि तपाईँ जस्ता युवाहरू जुन 07 ग्रुप 46 ग्रुप र पिबिएम ग्रुपमा जुन र अन्य ग्रुपहरूमा लागेका युवाहरू छन्, ती युवाहरूलाई त्यो ग्रुपबाट निस्किएर साधारण जीवन बिताउनका लागि र आफ्नो भविष्यलाई चाहिँ उज्जवल बनाउनका लागि केही सन्देशमूलक केही शब्द बताइदिनुहोस्। ठिकै छ सर, म 2 शब्द भन्छु। सब साथीभाइहरूलाई भन्छु, चाहे 07 ग्रुप होस्, चाहे 46 ग्रुप होस्, चाहे बिबिएम ग्रुप होस्, मैले यही भन्छु, चाहे दाइहरू हुनुहुन्छ चाहे भाइहरू हुनुहुन्छ, आफ्नो कमाउनु खानु राम्रो, आफ्नो परिवार हेर्नु, यो सब गरेर जीवन चल्नेवाला छैन। अनि लास्टमा मैले 2 शब्द भन्दै टुङ्गाउन चाहन्छु सर कि अब आज माथि जस्तो भएको छ, आक्लै पाएर बाटोमा यस्तो काण्ड, जस्तो कि अब मानौँ कि अपहरण गरी जान मार्ने बहुत ठुलो कुरा भयो। यस्तो भोलिको डेटमा कुनै भाइ र दाइ कसैसित यस्तो नहोस्। यसको लागि अब जे पनि भएछ, न त मलाई पैसा चाहियो, केही चाहिन्न, मैले आफ्नो औषधि आफै गराइहाल्छु, जे पनि लाग्छ थोरै बहुत आफू गर्छु, मलाई उनीहरूसित केही चाहिन्न। मलाई यति चाहियो मतलब उहाँहरूलाई फुल कारबाही हुनु पर्यो, सजाय कानुनमा जे लेखेको छ कानुन त्यो सजाय हुन पर्यो। हजुर, कानुनमा त्यो मुद्दा अनुसार उहाँहरूको जे कानुनले सजाय दिन्छ त्यो मलाई मंजूर छ। फेरि यस्ता चीजहरू नदोहोरिउन् भन्ने तपाईको कामना हो। हजुर, ओके, तपाईले पनि आफ्नो जीवन सही तरिकाले चाल्नु होला, यस्ता ग्रुपहरुमा समावेश नहुनु होला। तपाईको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। धन्यवाद। ल, धन्यवाद सर। मायादेवी गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष मोहम्मद रफिक खानले आरोपितलाई संरक्षण गर्दछन्, हौसला प्रदान गर्दछन् भन्ने आरोप लगाएका छन्। खुलेआम अपहरण र यातना दिने जोसुकै होस्, जोसुकैको संरक्षणमा हुन कारबाही हुनै पर्दछ। यस्ता आपराधिक गतिविधि रोकिनु पर्दछ। गुण्डा राज होइन, विधिको शासन स्थापित हुनु पर्दछ। फलोअप रिपोर्ट सहित आउने नै छौं, न पक्ष न विपक्ष, सधैँ निष्पक्ष। तपाईँ हाम्रो एउटै स्वर। कार्यक्रम मिसन भण्डाफोर। धन्यवाद मिसन भण्डाफोर टिम।